यदि तपाईहरुसँग यी तीनवटा डकुमेन्ट छन् भने तपाईले टिकटक आइडी मोनेटाइज गर्न सक्नुहुन्छ, नत्र भने तपाईको टिकटक आइडी मोनेटाइज गर्न गाह्रो हुन्छ। पहिलो नम्बरमा छ पासवर्ड। यदि तपाईसँग पासवर्ड छ भने तपाईको टिकटक आइडी मोनेटाइज गर्न सकिन्छ। तपाई विदेशमा हुनुहुन्छ भने तपाईसँग पासवर्ड अनिवार्य होला। दोस्रो नम्बरमा छ नेशनल आइडी कार्ड अर्थात नेपालको राष्ट्रिय परिचय पत्र नम्बर कार्ड है। नम्बरले हुँदैन, कार्डै आएको हुनुपर्छ। त्यो कार्ड छ भने पनि मोनेटाइज गर्न सकिन्छ। तेस्रो नम्बरमा छ तपाईको ड्राइभिङ लाइसेन्स अर्थात तपाईसँग लाइसेन्स छ भने त्यसले पनि तपाईको टिकटक आइडी मोनेटाइज गर्न सकिन्छ। आफूसँग यी तीनवटा डकुमेन्टहरु छैन भने तपाईको आफन्तकोबाट अर्थात दाजुभाइ आमा बुवाकोबाट पनि तपाईले मोनेटाइज गर्न सक्नुहुन्छ। तर तपाईले पेमेन्ट राख्दाखेरि उहाँहरुकै नामबाट अर्थात उहाँहरुकै खातामा आउने बनाउनु पर्छ। पे आउट अकाउन्ट पनि उहाँहरुकै नामबाट बनाउनु पर्छ भने तपाईको टिकटक आइडी को जन्म मिति पनि उहाँहरुकै डकुमेन्ट अनुसारको हुनुपर्छ।